होइन यतै हो यहाँ मरमा पानी भन्जान लाग्यो पानी हातमा हजुर ए अब भइहाल्छ अनि यहाँ मेरो मामा हुनुहुन्छ चुलाग्नु यहाँ सुन्छ के यहाँ म चाहिँ हामी चाहिँ पानी लाग्यो त यहाँ धारामा पानी आएर खोल्छ धेरै यस्तो घाम लाग्छ यताबाट पो जाने यताबाट होइन डाँडा मकैबारी दर्याम दर्याम हरियो सर यहाँ त बाख्रा रहेछ त यहाँ त यो सञ्जयको घर होइन मामा सञ्जयको घर होइन यहाँ यस्तो मेरो मामा धेरै काम गर्नुहुन्छ कसैलाई मन परेन भन्नु होला कोही बुहारी भन्ने चाहनुहुन्छ नि आउनुहोस् होला भाग्यमानी हुन्छ है मामा तपाईँले पाउनु केटी भाग्यमानी हुन्छ भन्नु न हुन्छ भन्नु न खै कुनी अरे तपाईँ कति काम गर्नुहुन्छ मामा कति धेरै काम गर्नुहुन्छ ए अझै त पानी नै छैन त खोलामा पानी नै छैन त खोलामा छोरी मलाई यहाँ मलाई भ्लग गरेर आउँदैन भ्लग गरेर सिक्ने भनेको सिकेको के अरे यहीँ मामा पानी भर्ने यहीँ पानी भर्ने पानी पर्ने हेरेँ त धारा आया कुखुरा सर राम यता गर्मी रह्यो यस्तो पसिनै पसिना हाम्रो दिन कति गर्मी हो थुप्रै छ गर्मी थुप्रै सर यो बाज मान्दै कस्तो राम्रो न यिनी देख्छन् र किन चाहिँ होला तपाईँलाई गेम खेला हान्छु यहाँ यस्ताहरू यति धेरै काम गर्छ यति धेरै काम गर्छ म चाहिँ मोबाइल समातेर बसिरहने नि मामा चाहिँ पानी भरिराख्ने यति धेरै बत्तल त्यतिर डाँडा छ यता मकैबारी छ यहाँ कता रोड यहाँ रोडबाट गाडी हिँड्छ हो कि अझै पेजुन ला यहाँ रोड यो बाटो यता जान्छ यो बाटो उता जान्छ त्यो एउटा भाइले गरेर छ नि त्यस्तो खाले के यहाँ भ्लग गराउन नजानी नजानी गराएको त्यही नि मामालाई देखाइ कि अझै मलाई पायो भ्लग बनाउन मलाई यहाँ मैले त साथी भ्लग गरेको यहाँ कस्तो नराम्रो देख्यो होला चाहिँ कालो न कालो झन् कालो मान्छे भाइको छपट्टि अङ्कित भाइको हेर्नु त्यहाँ उसके प्याज काटेको यता पो हो प्याज काट्ने मान्छे अझै यस्तो पनि हो चटपटे पहिलो तपाईँले काट्यो तपाईँ चटपटेको छ भन्थ्यो अहिले चाहिँ मलाई चटपटे छ होइन क्या के त यहाँ नजिकै त नाम न 0.5बाट गर्नु न बोला राम्रो देख्छ कि यस्तो बच्चा भएर सिकाउँछ दाइलाई अब कुन एङ्गलले कसरी खिच्ने यसरी खिच्ने कि यसरी खिच्ने कि कहाँबाट राम्रो आउँछ यसरी यसरी सबै खानु न खाऊ सबैमा खानेकुरा दिन्छु एउटा के आम्टी ल्याइदिन्छु चाउची देख्दै खाँदै दिदीहरू आउँदा चाहिँ खत्तम भयो कहानी अनि यो पनि हो कि गर्मी भएको आज भयो